हामी चाहिँ फाइनली गाइज होइन हामी चाहिँ आफ्नो गन्तव्यमा आइपुगिसकेका छौँ होइन। हामी चाहिँ चुली पोखरी आइपुग्यो है त गाइज। अब आइपुग्यो भने चाहिँ आइपुगिहाल्यो होइन। जस्ट यही मुनि चुली पोखरी हो। चुली पोखरी ऊ त्यो रातो देखेन नि चुली पोखरी। चुली पोखरीसम्म आइपुग्दा हाम्रो हालत चाहिँ यस्तो नआएर चाहिँ 3 आवरमा हामीले फाइनली चुली पोखरी आइपुग्यो। फर्स्ट टाइम मेरो बुढा त पहिल्यै आइसक्नु भएको। कहानी 2.5 घन्टामा आइयो। 12:30 बजी हिँडेको। ओहो बस गइसकेको छ। देखाउनु पो भएन त यहाँ दत्रे के। अहिले त्यहाँ पुगेपछि झन् केही नभए जसरी हिँड्नु पर्यो। यस्तो ठाउँमा रहेछ चुली पोखरी गाउँमा। यो चाहिँ एकदम रोचक ठाउँ हो अरे गाइस होइन। म पनि त्यही भएर एकदम इन्ट्रेस्टेड भएर आएको। मेरो हालत चाहिँ एकदम 0 लेभल भइसक्यो होइन। कस्तो छ कि यो चुलीको बिचमा हेर्नु डाँडे गाँडाबाट कस्तो चुलीमा आयो नि त देख्नुभयो होला। हजुर छाता ल्याउनु पर्छ। ओर्छु अब देख्न सक्नुहुन्छ। हामी चाहिँ हात मिलाउँदै थियो त अस्ति त मलाई रिचार्ज किन्न जाँदा बुढी आउने बेलामा। खै हो छैन त यसको टुटी फेरि अहिले ए छिराउने चाहिँ रहेछ नि दुला चुली पोखरी चाहिँ यही हो गाइस। कालो पनि कालो आयो। यस्तो ठाउँमा पोखरीहरू भनेर कसैले बताउँछ तिमीलाई। कसलाई भने मलाई त्यो देखिरहेको चाहिँ होटेल हो। ल हामी त फाइनली चुली पोखरी आइपुग्यो। चुलीको पोखरी चाहिँ यही हो। यो चाहिँ होटेल रहेछ एउटा। देख्न सक्नुहुन्छ हामी चाहिँ डाँडाको बिचोबोट पोखरी।